अभियानकै प्रारम्भिक अङ्गको रूपमा मर्निङ वाक पनि सामेल भएको छ। मर्निङ वाक मात्रै नभएर यो एउटा सन्देश स्वास्थ्यको लागि, सबै युवाहरूको लागि, सबै जनताको लागि पनि र फेरि पार्टीलाई जीवन्त बनाउने एउटा प्रोग्राम जस्तो पनि यो बन्न गएको छ। हामी अध्यक्षलाई छोड्ने सदन का व्यवस्थापन में हमने से कमी कमजोरी हो गया था। हम सोचले रही फराकिलो कुर्सी राखे अपने लोग थोड़ा कष्ट हो गया। यो सुगर मिल चल्नुपर्छ। रोजगारीको दृष्टिले पनि, व्यवसायको दृष्टिकोणले पनि, आत्मनिर्भरताको दृष्टिकोणले पनि रौतहटको लागि, गरुडाको लागि त अझ विशेष अर्थ र महत्वको छ। म खालि के भन्न सक्छु भने यो सञ्चालनमा ल्याउन सहजीकरण के कति गर्न सकिन्छ हाम्रो पार्टीको तर्फबाट, मेरो तर्फबाट सहजीकरण हुन्छ। इतिहासको चक्का पछाडि फर्काउन सम्भव छैन। अब यदि राजालाई राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोले हुन्छ। किनभने नेपाली जनताले उदारतापूर्वक त्यति बेला उनलाई कारवाही गर्नुको सट्टा आरामसँग बस्न दिएको चाहिँ उदारतालाई, जनताको, हामीहरूको उदारतालाई राजाले कमजोरी सम्झेर चाहिँ राजनीति गर्न खोजेको हो भने उहाँ पार्टी खोलेर चुनाव लड्न आयो हुन्छ, चुनाव जिते हुन्छ। त्यो अधिकार हाम्रो संविधानले दिएको छ। जबरजस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सही हुन्न। मैले पहिला पनि भनेको छु, ज्ञानेन्द्रले पहिला पनि केही ठुल्ठुला गल्ती गरेका छन्। मैले त मूर्खता नै गरेको देख्छु ज्ञानेन्द्रले। अहिले धेरै नभनौं। अब फेरि अर्को मूर्खता गरेर आफ्नो चाहिँ रहेको पनि सबै सखाप पार्ने गल्ती नगरून् भन्ने म चाहन्छु। विनाशकाले विपरीत बुद्धि, मैले अघि नै भने यो सरकार उल्टो गर्दै हिँडेको छ। यो देशको लागि पनि, हामी कसैको लागि पनि राम्रो कुरा होइन।